पैसा दिएको साउनी त यहीँ पो देख्छु त उठाउनु ग्यारे बुढ जाम जाम फेरि कराउने भने अब त अति भयो न त काम गरेका छौ न त पैसा फिर्ता दिएको छौ अब त तिमीलाई म कानुनी उपचार गर्छु एमाले पार्टी लिएर जान्छु त्यसले पनि सकेन भने काङ्ग्रेस पार्टीमा लिएर जान्छु कानुनी उपचार त नेपालको अदालतले गर्ने होला नि बहिनी कहाँ राजनीतिक पार्टीले गर्छ त नि जनतालाई न्याय नगरेको नेतालाई न्याय नमरेको देश हो नेपाल त्यही भएर अदालतमा होइन पार्टीमा लिएर जान्छु तिमीलाई 2 दिनको टाइम दिएको छु आफै कुरा बुझ अदालत नगए त केही हुन्थेन तिमी त नेति नि हुन् पार्टीमा पो जान्छु भन्छन् त बर्बादै हुन्छ पार्टीमा गयो भने त अहिले त फेरि अदालत नि पार्टीका मान्छेलाई भटाभट न्याय दिन्छ नभए यिनकै पक्षमा न्याय दिएर पैसा तिर हामीलाई भन्ने हो कि त्यो बेइज्जती हुनुभन्दा त बरु तिर्दिम यिनको पैसा तिर्दिम तिर्दिम है नभएको होइन हामीसँग छँदैछ दि